चिकन ढोलो त पक्लाको उठाउ न छिटो चढायो ल गयो ठेल भाइ ठेलो ल छिरो यो के चुइयो क्या गनाइसक्यो केही चुको छैन तिम्रो ऊ के चुइयो बाटो छ र तपाईँ खुट्टामा हानेको र हो मादर आम्मा बाटो चाहिँ कस्तो लिएर आएछ हौ साथीले यार बा ओहो पाण्डुले लग्यो होइन यो मान्छेले लगेर गयो तर मलाई चाहिँ चिप्लो बनाइदियो नि त हिलो बनाइदियो क्या भाइ र म चाहिँ अब टक्कसँगले विराटचोक जाने हो त्यो गाडी साडी पनि बनाइयो होइन आउँदा भाइ पनि टक्क आएछ यस्तो हुन्छ यार यो यस्तो मात्र टी सर्ट मात्र लगाएर आएको नाक कसम तातो भइरहेछ होइन छाला पिसेला जस्तो छ भाइ कालो न कालो डढी गयो काले मान्छे ओहो काले मान्छे ओहो जोगिएर यहाँ त जोगिनु पर्छ गाडी मुलाहरूले त बताउँदैन त जति जोगिने आफै जोगिने हो होइन यो स्कुलमा चाहिँ मैले टिचिङ गरेको हो गाइज होइन 8 सम्म पढाएको थिएँ मैले बोल्दिनँ म अहिले त्यो धुलो त्यो चाहिँ केराबारी जान्छ यहाँबाट चाहिँ केटा हो जङ्गल जाँदाखेरि भाइ जङ्गलबाट आउँदा यो बाटो त आउँदाखेरि पानीले पड्काएको त ओहो अङ्कल खोइ कहाँबाट थियो त यार बाटो नि थाहा छैन त जाने बाटै थाहा छैन त मलाई त ओहो अगाडिबाट होला रोड नम्बर 15 रोड नम्बर 16 17बाट चाहिँ हामी छिर्ने छ गाइस म यता जान्छु दाइ पाण्डु ला अर्को भ्लगर राइडर हाम्रो खोर्सानीको राइडर हो नि फेरि भाइ तिमीलाई त मैले प्लान पो गरेको त तिमीलाई थाहा छ त नानीको बाबु मेरो नानी हेर्नुपर्छ यसरी नानी त हेर्दा त त्यस्तो हामी चिनिँदैन नानी नै अब लगेर जाने होइन छोरी भनेको त आम्मा भाइलाई भाइरल बनाइदिनु पर्यो पुरा ठुलो के अरे त युट्युबर मिस्टर बिस्टलाई बनाइदिनु पर्यो भनेर खोइ त काका हेलमेट पनि खतरा फेरि हो नचिन्ने भएको होला भाइ कति गरे यो होल्डर कति गरे 500 होल्डर हेलमेट भन्दा यो हाम्रो चाहिँ बागझोडाको यात्रा सुरु भइसक्यो है गाइस ओइ कुकुरले लडाएको होइन अघि बिहान के हो यस्तो के भनिराख्ने त्यस्तो छोडिदिउँ ओ मुला यहाँ अब लामो जस्तो झन्डै हान्छ यार मैले त ल पस्यो यार गाडी निकालो कत्रो गरेको बा यार तल्लोबाट ल्याउनु पर्ने थिएछ मैले चाहिँ एकछिन गाइस अब चाहिँ ओइ लाहौ हिजो त यार प्याक चाहिँ आयो नि खुट्टाभरि हो यहाँको महत्त्व यही हो हामी चाहिँ जङ्गल छिर्न मात्रै बाँकी छ हो छिरिसक्यो यहाँ आन्टीहरूले चाहिँ दाउरा घाँस गर्दै हुँदो रहेछ हारी पुग्यो दिदी बोलेन एकजना माथि के भएछ आफ्नो कोही मेरो त यो कस्तो चिप्लियो यार ब्रेक हान्ने उनी हिलोले गर्दाखेरि क्या खुट्टाभरि हिलो आयो नि त जुत्ता चप्पलभरि ओहो के भो गाइस साथी के भो लामा कत्रो चिप्लेको
हो अस्ति हामी यही बाटो त गएको हो यो चाहिँ सही हो है ल मेरो पनि त्यस्तै भयो यार ए अगाडि पछाडि नाचेर कम्मर हल्लाउँछ त बाइकले त ओइ कस्तो चिप्लेको आम्मामा के हो साथी के भयो किन यस्तो स्लो चिकन किन यस्तो स्लो ढोलो त पक्लाको उठाउन छिटो ढोलो त पक्लाको उठाउन छिटो यस्तो मैले यहाँ चिप्ल्यो नि बा यार यो हिलो यहाँ केटाहरू यताबाट छिर्यो म चाहिँ यहाँबाट छिराइदिनु पर्यो न यहाँ प्लास्टिक चिप्ल्यो क्या बेड अनुसारको बेड चाहिँ पर्छ भनेर मान्छे त उठा 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 बाइक बोक्छ पुरा 8 फुटको अनि कहाँ हुन्छ यो के चुइयो क्या गनाइसक्यो केही चुको छैन तिम्रो ऊ के चुइयो केही हैन केही म तेल 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 चुइएछ कहाँबाट चुइयो कसरी चुइयो ए यहाँबाट चुइएछ यस्तो त हेर त कस्तो चिप्लेको मादर चुइ अब के भन्नु हे यो अलिक बिसेफ का अलिकति भनिदिनु त स्टार्ट हुनु एकचोटि लड्दै स्टार्ट नहुनु त्यसले पनि त यहाँ साह्रो म अघि पछाडिबाट चिपिँदै आएको यहाँ मात्रै चिपिरहेको अब बा कस्तो चिप्लेको यसको गोटी गइसक्यो कि क्या हो यस यो अब चक्कामा हेरौँ न यस्तो छ अनि किन चिप्लिँदैन होइन अनि यो के हो यो हिलो नि यस्तो होइन अब गाडीको त्यो यो के अरे चक्कामा यो चक्का नै खिसकेको होइन क्या हेर्दाखेरि त चिल्लो न चिल्लो देखिन्छ नि तर यहाँ त माल छ नि यार यो भित्र त यस्तो यो हिलोले गर्दाखेरि क्या होइन अनि किन नचिप्लियो यस्तो म्याथ यहाँ एउटा चिप्लेको म सिम्पल कटाइदिन्छु होला भनेर सुइँ गएको त हो ल यतै त गइहाल्यो अनि अझै अनि पछाडि त्यो हिलोले गर्दा स्लिप खाइरहेको छ क्या ए तर हेर्दा त्यो चिप्लिने ठाउँ हो क्या चिप्लिने थियो चिप्लियो नै के गर्नु त होइन लडिन्छ नि मलाई त्यो ब्ल्याङ्कै लडेको होइन क्या चिप्लेर चाहिँ बिस्तारै स्लोमा ढलेको नि त हिलोले गर्दाखेरि चिप्लै छ है यहाँ पनि ल ल ल ल साइड दिउँ साइड दिउँ साइड दिउँ साइड दिउँ रोक्यो 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 चाहिँ साइड ल भित्र यस्तो चिप्लोमा होइन अङ्कलले चाहिँ साइकलभरि घाँसको भारी पारेर आउँदै हुँदो रहेछ होइन उकालो छ कसरी ठेलेर लानुपर्छ कति ठाउँ जाँदैन नि त सकिँदैन नि त ला केटाहरू त यार यहाँ त पौडी दिइरहेको रहेछ त नि पुरै सुकुना स्कुलको सरले पठाएको यहाँनिर भिडियो बनाऊ भनेर ए भाइले माछा पो मार्नु आएको तोङ्बाको भाडामा त थेट तेरिक यार तोङ्बा होइन रहेछ माछालाई चारो दिएर फसाउनु भिडियो चाहिँ काट्दिनु त यतिखेर थेट यस नगर्दिनु हौ तातो हो क्या यो यस्तो गर्नुपर्छ अनि चाहिँ शीतल चिसो हुन्छ अनि पुछिदिनुपर्छ कि सिटलाई यो तातो भन्छ यतिको चाप र ताप नसुहाउने मान्छे भन्दैन त्यो तपाईँको जस्तो चाम्रो चाक छैन नि त हाम्रो त रोमियो एक्स बाघ झोडा सर्च गरेर हेर्नु भयो नि तपाईँहरू सक हुनुहुन्छ है गाई किनभने यो उनीहरूको कन्टेन्टै छुट्याइसक्यो क्या के गर्छौ दिन्छु है फेरि कहाँ हिलोतिर लगेको गाई
आम्मामा जाँठरले त फसा त के गरेको मेरो त चिप्ली नै हो त है केटाले अब यहाँनिर चिप्लो बनाएर गयो यस्तो त यहाँबाट त म त सिम्पल लगिहाल्छु नि आयो आया पक्कै होइन 220 भर्सेस यो आरटिआरको यो अपाचे आरटिआर बाटो चाहिँ लास्टै डेन्जर छ है गाई चाहिँ आम्मा हो सही हो गयो 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 त्यहाँ माथिबाट चढाइदियो कि क्या चढ्दैन यार त्यो ओइ 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 ल यार बाटो नि के हो यार यस्तो आइया ट्याक गर्छ त यार बाटो छैन त बे उही मासला खुट्टामा हानेको र हो मादर आम्मा बाटो चाहिँ कस्तो लिएर आएछ हौ साथीले यार वाह गयो 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 ल गयो 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 यो अस्तिको भन्दा नि डेन्जर छ है बाटो चाहिँ है अस्ति हामी हिँडेको बाटो भन्दा चाहिँ डेन्जर छ यहाँ फस्ने सम्भावना छ फेरि प्रबल सम्भावना छ जो कता हो यहाँ निस्किनु पर्ने हो कसरी जाने कहाँ गएको फेरि सिधै बाटो चाहिँ कता हो र उल्ला लाल ओ गर्छ के हो त्यहाँ ढुङ्गा छ ढुङ्गा पछाडि चक्कामा ढुङ्गा निकाल ढुङ्गा छ ढुङ्गा भाइ त ढुङ्गा निकाल त गयो 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 अब चढ्नु पऱ्यो है मुलो म चाहिँ कसरी चढाउने हो र चढायो यार यो मान्छेले त यताबाट जानुपर्छ होइन किनभने यस्तो त सिम्पल हो इजी पिजी हो आइयो हो साथी काँडा नै छिरो होला यार खुट्टामा त अहिले त गयो केटाहरू त गयो जाउँ न सिम्पल्ली इजी हो क्या इजी अफरोड किङ हो क्या अफरोड किङ ओहो यस्तो दामी चौरी रहेछ नि त यार यहाँ त गाई चाहिँ है थाहा नै थिएन मलाई यहाँ थिएछ नि त नि यहाँनिर चाहिँ क्याम्पिङ बस्ने खालको रहेछ नि त है क्याम्पिङ बस्दा हुने रहेछ जाउँ न यो अगाडिसम्म जाउँ न कहाँनिर यस्तो भित्रभित्र बाटो जाउँ न यस्तै अफरोड बाटो क्या लु जाउँ न त कहाँबाट जाने हो फर्किने कन्फ्युज भएछ एक्स रोमियो बागझोडाले त्यहाँनिर बनाउँछ नि बागझोडाको खै कुन चाहिँ ठाउँमा ट्याक्क एक्ज्याक्ट लोकेसन थाहा भएन यो साइड जस्तो लागेर हामी आएको यता होइन घुमायो फेरि अरे त्यही बाटो चाहिँ फेरि फर्कायो नि त फर्किनु पर्ने अरे यस्तै छ गाई चाहिँ हाम्रोतिर होइन ओहो ओइ अब त कहाँ पुग्यो यार
चिप्लो चिप्लो पनि छ है, चिप्लिन्छ नि त यहाँनिर फेरि खुट्टामा हानेको हानेको गर्छ क्या मा कसम झाडी छ नि त त्यही भएर ओहे लड्छ है लड्छ भाइ गयो गयो ल ठिक छ ओहो ढुङ्गै माथि चढाउनु होला नि सानो बाटो छ है गाइस यहाँ सानो एकदम सानो यहाँ चक्का हेरौँ न चक्काको आफू झन्डै चिप्लो यार तिनीहरूको त आया हो खुट्टा कस्तो डड्डामा अड्क्यो यार म्या कहाँनिर यस्तो झोडीबाट हिँडाएको आइया टाउकोमा हान्छ होला फेरि झिक्राले होइन ल तिमीको गाडी फस्यो के भयो आम्मामा के गरेको म चाहिँ कसरी आउनु अब यस्तो बाटोमा बिजोको हुन त बाटो त यार बिस्तारै जाउँ न होइन बिस्तारै नतान्ने भन्ने हुँदैन हाम्रो त तानिहाल्छ चिप्लिन्छ क्या अलिकति कहाँ छिराउँछ यार यो मान्छेमा कस्तो पछाडि कता कता लट्टै चिप्ल्यो यार बाटो चाहिँ लास्टै डेन्जर छ है केटा हो यो बाटो त एकदिन छ किनभने मैले 2-3 चोटि लगिसकेको बाटो हो नि त मलाई चाहिँ कस्तो लाग्दैन होइन यहाँको चाहिँ चढाइदिइहाल्छु नि आहा 3 गियरमा कुदिरहेको छ है गाडी चाहिँ मेरो चाहिँ 3 गियरमा जाउँ न के भयो हिँड्नु न यहीँबाट गएको यही साइड साइड हिँड्नु छेउछेउ बाटो चाहिँ अहिले यस्तो के त्यो आम्मा उयो भइरहेको रहेछ क्या गयो त अस्तितिर लगेको हो त गएको थियो मैले लगेको यहीँबाट हो क्या बा ओहो पाण्डुले लग्यो होइन यो मान्छेले लगेर गयो तर मलाई चाहिँ चिप्लो बनाइदियो नि त हिलो हिलो बनाइदियो क्या बाटो चाहिँ यस्तो बनाइसकेको रहेछ क्या पानी यस्तै थियो क्या अस्ति भने तर यहाँनिर चाहिँ कसले बारेको रहेछ होइन जाऊ 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 केटा जाऊ 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 ओहो माछा डक्स ला बाइकको यो भरे माछालाई यस्तो आयो क्या यिनीहरू अड्केर क्या हातको तारो ओइ ओहो अस्ति म यहीँ अड्केको यो मान्छेलाई के गर्छ है त ओइ 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 यतापट्टि गयो यतापट्टि त्यता त्यता अहिले लड्छ माका ब्याक आउनु पऱ्यो हो त्यताबाट छिराउनु माथि झट्टै जानु नि तान्दैन हेर्दा यस्तो छ बाटो त अस्ति मेरो यहाँनिर झन् त्यो बेला त पानी पनि परिरहेको थियो कि यस्तो चिप्लो थियो नि यहाँनिर हेर्दा के छ यहाँनिर यस्तो सिधा जाने बाटो भयो यस्तो सिधा जानु मिल्ने हो त गइन्थ्यो कि यहाँबाट यस्तो टर्निङ छ नि त कहाँ हो तपाईँको अगाडि जान्छ कि पछाडिको चक्का चाहिँ यहाँ झरिहाल्छ क्या हाल्दिनँ माछाले म त चढाइदिन्छु यस्तैमा लु ल्याउनु यो बाइक कहाँ चढाउँछ त म मेरो बाइक चढाउँछु त्यही त नि म त चढाइदिने हो होइन 220 को पावर देखाइदिउँ त 220 को पावर
220 को पावर पनि कहाँ यार। लेट्स गो गफ हालिहाल्यो लगिन्छ भनेर जाँठो त्यहाँनिर चाहिँ बस्नु न। यहाँनिर कस्तो यो खप्पै लगाइदिएको त हौ। त्यताबाट लगेर पनि चिप्लेर झरिजान्छ नि। करङ दुख्यो करङ मासला करङ क्या करङ आई यहाँनिर आएर चिप्लेछ क्या फेरि। एकछिन है म उदाउँछु फेरि भए झारिहाल्ने हो। लु त ढिलो छिटो छ यार। पछाडिको त्यहाँ अड्क्यो क्या। चढायो ल गयो ठेल भाइ ठेलो ल छिरो ओइ यहाँ यस्तो भएर म लडेको क्या अघि। यहाँको चक्का त्यहाँ पुग्यो यस्तै भएर म अघि यहाँ झन्डै झरेँ। रमाइलो बाइकको त धजिया हुने कसम छ यार। मेरो त यहाँ करङै सर्ट गरेर सड्किरहेको छ यहाँ। भिडियोहरू त अफै नै। अस्ति फेरि यहाँनिर हो क्या लडेको भाइर म चाहिँ। भाइर म लडेको अस्ति यहाँ हो। आज चाहिँ लडिँदैन होला। उही मलाई आज चाहिँ जिप हो नि त। अहिले त बाटो यस्तो छ। अस्ति त्यहाँ ढुङ्गा थियो कि यत्रो त्यहाँनिर थियो अलिकति साइडमा। अनि त्यो ढुङ्गा माथि चढ्यो क्या। पछाडिको चक्का चाहिँ त्यहाँनिर झ्याप्पै आएर अड्किदियो। त्यहाँदेखि त ब्ल्याट्टै यहाँनिर। तर लड्नु चाहिँ ब्ल्याट्टै चाहिँ लडेन। भाइले थामिरहेको थियो बाइकलाई केही पनि भएन होइन। मान्छेलाई नि केही भएन। त्यस्तै हो यस्तो ठाउँमा। किनभने अब यस्तो अफरोडमा चाहिँ लड्दाखेरि बिस्तारै झ्याप्पै बाइकसँगै ढलिन्छ क्या। केही हुँदैन। अब यो रोडतिर हो भने चाहिँ हाइवेतिर हो भने त अब स्पिड पनि हुन्छ। त्यस्तोमा चाहिँ ब्ल्याट्टै लड्यो भने हुत्तिएर उछिटिएर पनि कहाँ पुगिरहेको हुन्छ लडिन्छ। साह्रो हुन्छ नि त। यस्तोमा त अहिले म त्यहाँ लडेको त्यहाँदेखि ब्ल्याट्टै त्यहाँ बाइकसँग ढल्थेँ झर्थेँ। बाइक अलिअलि फुट्थ्यो म केही हुन्न थिएँ। जे अनि पानी त हेर्ने हुने हामीले। उफ माछा हो कि के हो त्यो त्यत्रो भुराभुरीहरू। म त त्यहाँ त गइगएको पो त। त्यहाँनिर नि थाम्दा यार खुट्टा चिप्लिनु थालिगयो क्या त्यो थाम्दै पनि। तर होइन चढाउनु चाहिँ जस्तो तस्तो इजी तरिकाले चढाइयो। तर मा कसम एक ठाउँ त ब्ल्याट्टै लडिहाल्यो अघि आउँदा त्यो तपाईँले हेरिहाल्नुहुन्छ। हेरिसक्नुभयो होइन। अहिले यहाँनिर यो अनिललाई र यता भाइ नथिएको भने यहाँ मैले त्यत्रो त्यो कल्ला चढाएर पनि त्यहाँ म झरिसकेको क्या। भ्याँ गरिरह्यो माकुरी। थाम्दै त्यो खुट्टा नै चिप्लिन थाल्यो कि। चिप्लिँदै त्यो खुट्टा नै त्यही अलिकति हिलो पनि थियो त्यही भएर चिप्लिन थाल्यो। त्यहाँ पावर लाउनै पाएन। केटाहरू धन्न त्यहाँ तयारीमा थियो र होइन झ्याप्पै बाँच्यो। यहाँबाट लिएर आएको होइन। यो साइड अस्ति अड्केको र फसेको चाहिँ यहाँ है। यहाँनिर यहाँ पछाडि चक्का अहिले त अलिक भरिएछ कि। यहाँबाट यता पुरै खुल्ला थियो नि त। अनि यहाँ चक्का गयो। यहाँ यताबाट ल्याएको यस्तो ढुङ्गा थियो त्यसले चिप्लाएर चक्का पछाडि लगिदियो होइन। त्यहाँदेखि यहाँ भाइ र म त यस्तो ब्ल्याट्टै लड्यो। त्यहाँदेखि फेरि ब्याक गरेर यताबाट ल्याएर स्वाट्टै लग्यो। जङ्गल एडभेन्चर भन्नु कि के भन्नु होइन। यस्तो छ झाडीहरू ला क्वाक गरौँ मासले बाइकलाई। मेरो भाइ आइया हो खुट्टा चाहिँ अब मेरो चाहिँ काम छैन होइन। इजी छ नि त अब त्यहाँदेखि उता त इजी। यहाँनिर झन्डै चिप्लेको थियो अस्ति पनि। आइसक्यो केटाहरू लगाएछ होइन। यो के अरे आरटिआर यो अपाचेको पावरफुल हुँदो रहेछ कि 220 पावरफुल हुँदो रहेछ त। अनि 220 भने 220 होइन भाइ 220 भन्न सकिएन। के भनेको भाइले यार के बोलेको भाइ। इजी पिजी चढ्छ नि यार। चढ्नु त जहाँ जस्तो ठाउँमा पनि मा कसम थाम्नु पो गाह्रो छ त।
सिप लिएर त्यही माथि हो उसले हान्छ क्या खुट्टामा क्या खुट्टा त मेरो त पोलिरहेछ भने नि मा कसम बाटो चाहिँ यस्तो हो गाइस होइन अब त यता फिल्लियो नि त बाटो त फेरि राम्रो छ नि त राम्रो भन्दा भन्दै झन्डै गइयो ठिक छ जहाँ हिँड्यो भने होइन अघि नि यस्तैमा लडेको क्या त्यो भएर म चाहिँ सावधानी सावधानी सावधानीपूर्वक गऱ्यो हिँड्दैछु गाइस है म लड्न पनि सक्छु फेरि पनि किनभने भर छैन मेरो यहाँनिर यो केराबारीको रुख निस्किने रहेछ अब चाहिँ मैले थाहा पाइसकेँ हाइवे निस्केर अब हामी चाहिँ स्वर जाने हो नि त कि कस्तो हो भनेकै हो त मैले हाइवे यो रोड पनि फेरि मस्त छ यहाँ चाहिँ हामीले पहिला चाहिँ इन्जोय गरिन्थ्यो हो यस्तो 10-12वटा बाइकमा हिँडिन्थ्यो न कसम एउटामा कोही बेला 3 जना 2 जना 4 जना हिँडिन्थ्यो होइन एक बेला अहिले होइन त्यस्तो पहिलाको जमानामा अहिले त बुढो भयो नि गाइस है त्यो भएर चाहिँ त्यतिखेर चाहिँ अब रक्सी सक्सी होइन बेम्बो सेम्बो लिएर यो रोडमा मजाले झ्याप्पै बसेर मा कसम सुपर लिएर होइन नाच्दै खाइन्थ्यो हो पुलिस आउँथ्यो मुला पुलिसको एउटा भ्यान आउँथ्यो हामी हुन्थ्यौँ कतिजना मृग गयो भनेको केटाले मैले देखेको थिएँ मृग गएको पुलिसहरूलाई हामी टेर्दै त टेर्दैन थियौँ अघि चाहिँ हामी यो बाटो गएको थियौँ फेरि तर्सेको यार साथी दाजु नतर्साउनु न हरेन बजाउनु भएको म सुन्थेँ त फेरि मेरो लुकिङ ग्लास जस्तो छ होइन बिरालो खराएको कान जस्तो बनाइदिएको छु नि त मैले त्यही भएर पछाडि हेर्न सक्दिनँ मलाई आवश्यक पर्दाखेरि मात्रै छु बिस्तारै जाऊ ल यो त हाम्रो खोर्सानीको रोनाल्डो होइन इन्जोय गर्नुभयो होला कति हाँस्नु पनि भयो होला कति के गर्नुको थाहा भएन तर इन्जोय गर्नुभयो जस्तो लाग्यो है लाइक सेयर र सब्सक्राइब चाहिँ गुटुङ टुङ गरिदिनु पऱ्यो है गाइस सपोर्ट गरौँ न यार सपोर्ट गर्नु पऱ्यो ल सपोर्टै गाइस सपोर्ट लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई चाहिँ बाई बाई गाइस